उहाँ चाहिँ हुनुहुन्छ हाम्रो साजन सेफ हुनुहुन्छ होइन। उहाँले चाहिँ आज जाइन्टको बेस हान्दै हुनुहुन्छ। अनि साजन सेफ तपाईँले कुन साइजको बेस हान्न लाग्यो? जाइन्ट साइजको? ए ल ल ल जाइन्टको पल्ली पनि हेर्नु यत्रो छ कि। अनि यो ग्लभ चाहिँ सधैँ काम गर्ने बेला लगाइराख्ने हो? एनी टाइम होइन? एनी टाइम ग्लभ चाहिँ नछुटाउने। यो चाहिँ पहिला हानेर राखिसकेको बेस छ। अब यो पास गर्नलाई रेडी भइसकेको छ। यो चाहिँ जेन हो। अब चिज हालेर सस गर्नलाई चिज हालेर पास गर्छ यसलाई। अनि उहाँको एकदम रेडी अवस्था भइसकेको छ बेस हान्दै हुनुहुन्छ। लाइभमा छु है हामी, लाइभमा। उहाँले पनि हेरिराख्नु भएको छ। उहाँले चाहिँ सिक्दै हुनुहुन्छ भर्खर होइन? सिक्दै होइन, सिकाउँदैछु म। कहाँ सिक्दै हो? ए तपाईँ हो सेफ? हो सरी सरी सरी, मलाई माफ गरिदिनु ल। बेस हानाएको सुरु भइसकेको छ। अलिक शरीरलाई अलिकति टेबल अनि ब्यालेन्समा राख्नु है। अलिकति हल्लियो ज्यादा हातले मात्रै टक्क दुईवटा हात मात्र हल्लिदिनु क्या। त्यसको पानी फेर्नु नि हामी। हो ठिक छ ठिक छ। उहाँले सिक्दै हुनुहुन्छ। ठिक छ। म हाल्छु अर्को नेक्स्ट टाइम आयो भने म हाल्छु फेरि देखाउँदा। योभन्दा ठुलो साइजको हुन्छ कि हुँदैन अर्को? हुन्छ हुन्छ। 24 इन्चको? ए अनि योभन्दा ठुलो साइजको पिज्जाको नाम चाहिँ के हुन्छ? बेसको नाम? यो बेसको नाम भन्दै गरौँला पछि। अनि नेक्स्ट टाइम आयो भने चाहिँ म हाल्छु। कसरी हाल्नुपर्छ? ए नेक्स्ट टाइम चाहिँ तपाईँले यो यसको अर्डर आयो भने चाहिँ मलाई चाहिँ इन्टर गर्नु होला है त, मलाई भन्नु होला है त ल। यो चाहिँ कुन जाइन्ट होइन? यो चाहिँ जाइन्ट होइन? ए ल ल ल ल ल जाइन्टको बेस रेडी भइसकेको छ। साजन सेफ यो चाहिँ हाम्रो कस्तो लागेर चाहिँ बेस हान्दाखेरि काम गर्दाखेरि थकावट यताउता के हुन्छ कि हुँदैन त? थकावट गरेर त के काम छ र? अगाडि मेहनत गर्नुपर्छ, अगाडि बढ्नुपर्छ। हजुर हजुर मेहनतको फल मिल्दै हाल्नुपर्छ। हजुर अनि यो तपाईँको टाउकाको केप के हो खास? हुन त ठिकै छ, टाउकामा बालै छैन। बाल छैन हेर्नुहोस्। बेस रेडी भइसकेको छ। अब रिङ ल्याएर रिङ हाल्ने होला, रिङ रेडी गर्ने हो ल। मलाई मान्छेले यार भिडियो बनाउने भने खाइलाग्दो जिउ क्यामेरा बिग्लेन काय काला बोल्ने बिग्रेले काले काला क्यामेरा भयो भने त राता देखिन मैले चोरे आउला सीटा हेर न। उहाँ चाहिँ हाम्रो चाम्रेजी हुनुहुन्छ, हाम्रो सोल्टी हुनुहुन्छ। उहाँलाई चाहिँ म धेरै हेल्प गर्छु, धेरै माया गर्छु, किनकि उहाँ कमजोर हुनुहुन्छ। हजुर हजुर हजुर। नत्र म नभइसकेको त कस्तो बेस रेडी भइसकेको छ। अब यसमा के गर्ने हो सर? अब ससिङ गर्नुपर्ने हो। ससिङ गरेर यसलाई पास गरिहाल्ने हो कि फेरि यसलाई टाइम के राख्नुपर्छ? यसलाई फुरुपको लागि राख्नुपर्छ। फुरुपको लागि 5 मिनट। 5 मिनट? ए ल ल ल। अब यसमा ससिङ गरेको हेरौँ है त। होइन होइन होइन, यस्तो हुन्छ है ससिङ। यो चाहिँ पिज्जा सस हो। अब यसलाई चाहिँ यहाँ ससिङ गर्ने हो। ससिङको पालो आइसकेको छ। त्यही भएन क्या यो भिडियो यार। यस्तो दामी क्यामेराले त मजाले जुमाने अनि खिचाउने। हाम्रो अडियन्सहरूलाई म त्यो कट गरेकोमा देखाउन चाहन्न। सो म लाइभ देखाइरहेको छु कि पिज्जा कसरी बन्छ भन्ने कुरा म लाइभ देखाइदिन्छु है। पिज्जा बनाउन एकदम सजिलो भन्दा नि अब काम गरिराखेको मान्छेलाई सजिलो लाग्छ है। अब सुरुमा गर्ने केटाहरूलाई चाहिँ अलि अप्ठ्यारो लाग्छ, नलाग्ने होइन। तर जो मान्छेहरू पहिल्यैदेखि यो काममा अलि भिजिरहेका छन् होइन, उनीहरूलाई चाहिँ अब काम सजिलो नै लाग्छ। त्यो फर्स्ट टाइम आएको हुन्छ उनीहरूलाई चाहिँ पिज्जा खानामा भन्दा नि बनाउनमा कति मेहनत लाग्ने रहेछ भन्ने कुरा चाहिँ पछि थाहा हुन्छ क्या। अब बेस हानेर रेडी भइसकेको छ। अब यसलाई चाहिँ 5 मिनट जति प्रुफिङमा यहीँ छोडिदिने अहिले। अनि त्यसपछि हुन्छ हाम्रो बेस रेडी। अनि त्यसपछि पास गरेर अनि अर्डर हालेको पनि देखाउँछु म तपाईँहरूलाई।
आज अर्डर धेरै आएको थियो, जाइन्टको अर्डर 4वटा आएको थियो, त्यही भएर चाहिँ उहाँले एउटा हानिसक्नु भएको छ। अब 4वटा बाँकी छन् अझै। र अब नेक्स्ट पार्टमा चाहिँ म तपाईँलाई पिज्जाहरू बनाउने रेसिपीहरू चाहिँ तपाईँहरूको माझमा राख्छु है त। के युज हुन्छ, कसरी बनाउँछ, अनि के हुन्छ, कस्तो हुन्छ भनेर म तपाईँलाई नेक्स्ट भिडियोमा भन्छु। सो नेक्स्ट भिडियो हेर्नको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्नु होला र हाम्रो साजन सेफलाई धेरै धेरै माया देखाइदिनु होला सबैले। बेस पास भइसकेपछि यस्तो देखिन्छ कि, यस्तो टाइपको देखिन्छ। उहाँले डबल ब्रस हान्दै हुनुहुन्छ, तर बेस पास भइसकेपछि यस्तो देखिन्छ गाइस। म अर्को नेक्स्ट भिडियोमा तपाईँहरूलाई देखाउँछु है। नेक्स्ट भिडियोमा म तपाईँहरूलाई देखाउँछु कि यसमा चाहिँ पिज्जा कसरी बनाउँछ र कुन कुन तरिकाको ससहरू जान्छ, कुन तरिकाले ससहरू बनाउँछ र म तपाईँहरूलाई नेक्स्ट पार्टमा देखाउँछु। र नेक्स्ट पार्ट हेर्नको लागि सबैभन्दा पहिला हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला र धेरै 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 माया देखाइदिनु होला। सब्सक्राइबको अलिक कमी छ है, त्यही भएर चाहिँ मेन कुरा हजुरहरूले सब्सक्राइब गरिदिनु होला। त्यसैमा हामी खुसी छौँ। हामीलाई पैसा यताउता तपाईँहरूसँग माग्ने यस्तो कमी परेको छ, उस्तो परेको छ केही पनि होइन, तर हामीलाई चाहिँ एउटा हजुरको सब्सक्राइबको जरुरत छ। र भिडियो मन परेमा लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू।